अब त बिहे गर्नुपर्ने कन्फर्म नै भयो यार गाइज। लास्टको भिडियोमा सबैले धेरै माया दिनुभयो, त्यसैले पार्ट 2 लिएर आएको छु। आज छुट्टीको दिन, आफै क्लिनर, आफै वाइफ, बिहान नै यत्रो भाँडा धुनु पर्यो, त्यो पनि यस्तो चिसोमा। यो त इमोसनल ड्यामेज मात्र हो। यो काम गर्दा मम्मी दिदीहरूको याद आयो। भाँडा धोएर पानी भर्नतिर लागे। अब रुमको सेटिङ मिलाउनतिर लागे। आफै क्लिनर, आफै डेकोरेटर, झाडु पनि लगाउन लागे। फोहोर कलेक्सन गर्दै पानी भरियो, पानी भित्र ल्याए। माथिको जालो अनि रुमभित्रको पुरै डिप क्लिनिङ गर्दै सोच्दैछु बिहे गरिसकेपछि पनि यो काम गर्नुपर्ने होला र। चुलो सफा गर्दै फुल एनर्जी लगाएर। यस्तो चिसो मौसममा बाक्लो लुगा आफैले धुनेलाई मेडल दिनुपर्ने। एनर्जी, मोटिभेसन, फ्युचर प्लानिङ सबै सकियो गाइज। यो मिनी भ्लग हेरेर हजुरहरूलाई बुढी चाहियो भन्ने लाग्यो भने चाहिँ कमेन्टमा बिहे गर भनिदिनु होला। थ्याङ्क यू गाइज फर वाचिङ।